सेवा र दर्शन नमस्ते तपाईहरु सम्पूर्णमा म मोहन शर्माको तर्फबाट र आज यहाँहरु माझ म एउटा गजल लिएर उपस्थित भएको छु। सुनेर प्रतिक्रिया दिनुहोला। यस गजलको लेखक हुनुहुन्छ रुपेश शर्मा, माङजबङ 2 कुमया गाउँपालिका। उहाँको गजलका शेरहरू यसरी सुरुवात हुन्छन्। ढुङ्ग्री बुलाकी शिरबन्दी पनि लाएकी छु। ढुङ्ग्री बुलाकी शिरबन्दी पनि लाएकी छु। धनाट्यको जोई भनी जताततै छाएकी छु। ढुङ्ग्री बुलाकी शिरबन्दी पनि लाएकी छु। मेरो त केवल मन थियो धन भनी थिएन तर। मेरो त केवल मन थियो धन भनी थिएन तर। तिमीले चाहे जस्तै चाँदीको दरबार पाएकी छु। धनाट्यको जोई भनी जताततै छाएकी छु। थाहा थियो भोको पेट मायाले मात्र भरिन्न। थाहा थियो भोको पेट मायाले मात्र भरिन्न। तिमी मुस्काउँदै 84 व्यञ्जन खाएकी छु। धनाट्यको जोई भनी जताततै छाएकी छु। वियोगले म सधैँ पिल्सेर के भयो त सानो। वियोगले म सधैँ पिल्सेर के भयो त सानो। सुखको केही भाकाहरू तिमीले नै गाएकी छौ। धनाट्यको जोई भनी जताततै छाएकी छु। म पत्रिकाको अन्तिम पेजको खेलकुद नहुँ। म पत्रिकाको अन्तिम पेजको खेलकुद नहुँ। समाचारको त्यो शीर्षकमा तिमी आएकी छौ। धनाट्यको जोई भनी जताततै छाएकी छु। बधाई छ सुनको ती फूलमाथिको सरस्वती झैं। बधाई छ सुनको ती फूलमाथिको सरस्वती झैं। बायाँ त्यो हातले श्रीखण्ड पनि समाएकी छु। धनाट्यको जोई भनी जताततै छाएकी छु। तिमीले चाहे जस्तै चाँदीको दरबार पाएकी छु। तिमी मुस्काउँदै 84 व्यञ्जन खाएकी छु। ढुङ्ग्री बुलाकी शिरबन्दी पनि लाएकी छु। धनाट्यको जोई भनी